नमस्कार सबैजनालाई। सबैजना नमस्कार छ। अनि यो मेरो जेठी छोरीको छोरी नातिनी हो। यो नातिनीले चाहिँ नर्स पढ्यो, त्यसपछि चाहिँ यता यहाँ हेल्परमा काम पनि गर्दै थियो। अनि यसले चाहिँ विदेश जाने इच्छा धेरै गरेको हुनाले यहाँ यो कन्सल्टेन्सीमा चाहिँ बाट एप्लाई गर्यो। तपाईँहरूले राम्रो काम गरिदिनु भयो र लगभग 1 महिना जतिमा चाहिँ तपाईँहरूले भिसा लगाएर यहाँ चाहिँ जाने यसो बोलिनु भएकोमा यो कन्सल्टेन्सीलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। र आइन्दा पनि मेरो नातिनीहरू छन्, अनि उहाँहरू त्यो नातिनीहरूलाई पनि यतै एप्लाई गरेर पठाउने मेरो धोको छ र उहाँहरूलाई पनि एकदम राम्रोसित काम गरिदिएर पठाउनु हुने हुन्छ भन्ने मलाई विश्वास गर्दै र यो स्तुपालाई चाहिँ अहिले यहाँ राम्रो काम गरेर मेरो नातिनीलाई चाहिँ हामी उठाउन सफल भएको हुँदा यो स्तुपालाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ काम गर्ने तपाईँहरू जुन यहाँको कर्मचारीहरू हुनुहुन्छ सबैलाई चाहिँ मेरो तर्फबाट एकदम धन्यवाद दिन चाहन्छु।